Hello guys, good morning. Welcome to my YouTube channel. This is me Renuka Bandari. So म धेरै पछि आएको छु नयाँ भिडियो नयाँ भ्लगको साथमा। So guys, आज चाहिँ म एक्लै घुम्न हिँडेको। घर बस्दा बस्दा म बोर भइसकेँ। So guys, म चाहिँ केही पनि नलगाइ त्यतिकै दिदीकोमा हिँडेछु। म उठेँ, ब्रस गरेँ, उठेर चिया नास्ता खाएँ अनि हिँडेको। मलाई खाना पनि मन छैन। यसो म कोठामा बस्दा बस्दा म झन् डिप्रेस हुन्छु भनेर आज म एक्लै भए पनि गइदिन्छु बसन्तपुरतिर, घुम्छु बस्छु भनेर के माइन्ड फ्रेस गर्नलाई। त्यतिकै हाल्दै आँखा अझै सन्चो भएको छैन गाइज। मैले आँखावाला हस्पिटल गएको भिडियो अझै हालेको छैन। म केही दिनमा हाल्छु ल। सो अब दिदीकोमा गएर म चाहिँ रेडी हुन्छु। मेकअप सेकअप अलि पनि गर्छु। मेरो मुड केही गर्नु छैन, बट खाली दिमाग शैतानका घर भन्छ नि। सो त्यही भएर माइन्ड फ्रेस गर्न चाहिँ म घुम्न जान्छु भनेछु। अब के हेरौँ कस्तो हुन्छ के हुन्छ हेर्दै जानु होला। ओके गाइज, हेलो गाइज, म चाहिँ रेडी भएर हिँडिसकेँ। म सायद 1-2 वर्षपछि यस्ता लेक्मी लगाएको छु ल। होइन 2 वर्षपछि त मैले उसमा लगाएको थिएँ क्या, एकचोटि फोटोसुट गर्दाखेरि लगाएको थिएँ क्या यही सालै होइन। मलाई त्यस्तो मन पर्दैन क्या, बट मलाई आज लाउनु मन पर्यो। कस्तो देखेको छ थाहा छैन। म टिकटकमा देखेको थिएँ, के भन्छ यसरी लेक्मी लगाएको एउटा नानीले सानो पुच्चित लगाएको देखेको थिएँ। सो आज चाहिँ मलाई यस्तो गरेर लाउनु मन पर्यो। सो लगाएँ अनि दिस इज माई आउटफिट एन्ड द डे। सो चाहिँ म चाहिँ हिँडिसकेँ ल गाइज। अब हेर्दै जानु होला मेरो दिन आज कसरी बित्छ भनेर के आई डोन्ट नो आज कसरी मेरो दिन बित्छ। गाइज म गाडी कुर्दैछु ल। हेलो गाइज, म चाहिँ धरारासिम आइपुगेँ, बट मलाई थाहा छैन कताबाट कहाँ जाने भनेर। म आफ्नै सुरमा हिँडिरहेको छु किनभने मलाई कहीँ पनि जानु छैन नि त। बस घुम्न हिँडेको। अब हेरौँ म बसन्तपुर पुग्छु कि न। मेरो जाने भनेर हिँडेको त बसन्तपुर हो। हेर्दै जाऊँ म कता पुग्छु ल। धरारा यहाँभित्र पनि घुम्ने ठाउँ बनाएको रहेछ क्या हो क्या। म सोध्दै चाहिँ आइपुग्न लागेँ बसन्तपुर। ओके, म हराएँ कि भनेको थिएँ, बट जहाँ पाए त्यही गएर त भएन नि। फेरि पछि हराएर गाडी पाएन भने। सो त्यही भएर सोध्दै भए पनि म बसन्तपुरमा आइपुगेँ। ओके गाइज, यहाँदेखि थाहा भयो कि हामीलाई बसन्तपुर हो त भनेर। म बसन्तपुरमा आइपुगेँ ल। हेलो गाइज, म चाहिँ यहाँ बसिरहेको छु ल।
मैले चाहिँ यो लिएको छु हो आज पहिला हुन्थ्यो नि है यो बुटोलतिर अझ काठमाडौँतिर नि हुन्थ्यो होला बट मैले चाहिँ यो बुटोलतिर देखेको थिएँ सो त्यही नै हो म चाहिँ 2:30-3 बज्न लाग्यो त्यही भएर डल्लै हेर्छु पहिला अनि त्यसपछि फर्किनु पर्ला भनेर कहाँ घुम्नु कहाँ I don't know really. गाइस म चाहिँ हिँड्दै कहाँ आइपुग्यो थाहै छैन हो क्या Hello guys, मैं सासने बस कॉलन की आइपुगे सारे धेरै हिँड्ने के म चोकबाट तल त हिँड्नै पर्छ है त्यही पनि उता बसन्तपुरबाट पनि उसै बाटो चाहिँ थाहा नभएर म कालीमाटी सुन्दारा सुन्दाराबाट बसन्तपुर बसतिर हिँड्दै भित्री बाटो हुँदै म कालीमाटीसम्म हिँड्नेछु ओ माइ गॉड कालीमाटी तरकारी पाउनु भन्दा पनि अलि थोरै माथिबाट गाडी चढ्न पाइँदो रहेछ नि त सो बसन्तपुरदेखि त्यहाँसम्म हिँडेको कति थकाइ लाग्यो होला ओ माइ गॉड अब भित्री बाटो के एउटै भन्छ अलि उस हुन्थ्यो नि तर केही छैन एक्लै पनि हिँड्नुपर्छ कहिलेकाहीँ किन म चाहिँ अहिले एक्लै नै हिँडिरहेको हजुरले देखिरहनु भएको छ म जाँदा नि एक्लै हिँडिरहेको छु किनभने हरेकको जीवनमा यस्तो दिन आउँछ अवश्य सो मान्छेहरूले भन्छन् मलाई त एक्लै हिँड्न कस्तो लाग्छ तिमी त एक्लै नै घुम्न जान्छौ भनेर आउँछ त्यो दिन हजुरको जिन्दगीमा पनि भन्छु कहिलेकाहीँ सो यस्तै नै हो गाइस म चाहिँ अब घर पुग्न लाग्यो ल